नमस्कार, गुड मर्निङ सबैलाई। आज चाहिँ मेको 1 तारिकको दिन मजदुर दिवस 2026 को। आज मजदुर दिवसको दिन यसो कम्पनी बिदा भएर चाहिँ यसो पार्कहरू यहाँ डुल्ने काम हुँदैछ। यहाँको वातावरणहरू चाहिँ एकदमै यसरी घुम्ने बस्ने रमाइलो ठाउँहरू हुन्छ। हरेक कुराहरूको चाहिँ यहाँ धेरै राम्रोहरू हुन्छ। यसरी बगैँचा उद्यानहरू एक्सर्साइज गर्ने ठाउँहरू बनाइएको हुन्छ। हाम्रो ठाउँमा चाहिँ अलिकति सार्वजनिक जग्गा देखियो भने त्यहाँ चाहिँ पुरै अतिक्रमण गरेर निजीकरण गरिन्छ। तर यहाँहरू चाहिँ यसरी पार्कहरू, सुन्दर पार्कहरू छ। धेरै राम्रोहरू यसरी यहाँ व्यायाम गर्ने प्रत्येक ठाउँ छ। यहाँको यस्तो यो छेउमै यसरी फेरि यहाँ लसुन खेती मस्त गरिएको छ। यस्तो माटो चाहिँ हेर्दा पुरै बलौटी जस्तो हुन्छ, तर यहाँको उत्पादन हेर्दा चाहिँ यस्तो राम्रो हुन्छ कि त्यसैले भाइ पनि यस्तो भाइको पनि बिहान एक्सर्साइज गरेको मुस्कान राम्रो छ। वास्तवमा विकासका मोडेलहरू यसरी सबैजना आएर यहाँ कसरतहरू गर्न सकिन्छ। जस सबैजना पैसा तिरेर जिममा मात्रै गएर चाहिँ सबै पहुँचवालाले मात्रै गर्न सक्ने नि, जो कोही आएर गर्न सक्ने हेल्थमा धेरै यहाँ कन्सियस हुन्छ, धेरै यहाँ सचेत हुन्छ। यसो आज बिदाको दिनलाई सदुपयोग गर्दै एक्सर्साइज गर्दै यसो भिडियो बनाएको। यसरी एक्सर्साइज गर्दा यहाँको आनन्द छुट्टै हुन्छ। माटोहरू यहाँ छुट्टै आनन्द छ नि। यसरी चाहिँ कामहरू धेरै गर्दा 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 तनावहरूलाई यसरी हिँड्दै गर्दा आनन्द हुन्छ यहाँ। जस यहाँको यो ठाउँहरू अहिले एकदमै राम्रो छ। छङछङ नामदोको यो थान्जिङ हाप्तक भन्ने ठाउँमा चाहिँ रहेको छु। यो रुम नजिकैको पार्कमा हो। आनन्द यसरी बस्ने पार्कहरू।
सिरिरी सिरिरी बतास चल्यो रे सिरिरी सिरिरी बतास चल्यो रे सिरिरी बतास चल्यो रे के आनन्द फ्रेस भयो नि